मलाई मैले मेरो जीवनमा भोगेका कुनै पनि पलसँग गुनासो छैन र दुःख पनि छैन। बितेका सबै समयहरू सुखद रहे यसको आशा यो पनि होइन। बितेका समयहरू कतिपय सुखद रहे, कतिपय दुःखद रहे, कतिपय असल मानिसहरूसँग भयो र कतिपय खराब मानिसहरूसँग संगत भयो, तर पनि कुनै गुनासो छैन। किनकि असल मानिसहरू र सकारात्मक समय र सुखद समय र परिस्थितिहरूले मलाई दिएको अवसर र खराब परिस्थिति र खराब मानिसहरूबाट मैले पाएको अनुभवको आधारमा आज म यहाँ छु। ती दुवै अवसर र अनुभवहरू मेरा आगामी दिन र आजको दिनको आधार हो, जग हो। त्यसैले तपाईँ पनि जीवनमा कहिलेकाहीँ खराब मानिसहरूसँग, खराब परिस्थितिहरूसँग ठोकिनु भएको छ अथवा उनीहरूसँग तपाईँको यतिखेर जम्काभेट भएको छ भने नआत्तिनुस्। यो समय हो